चाहिँ महादेव थान सिन्धुपाल्चोक जिल्लामा रहेको नाग देखिरहेछ गाउँपालिका वडा नम्बर 2 मा हैन जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका यहाँ चाहिँ हामीले गाइज हामीले यहाँ लाइभ नाग देख्न सकिन्छ ल देखिरहेछ आज हामीले रक्षेसीमा भगवानको प्रत्यक्ष स्वरूप हामीले चाहिँ आज लाइभ हेर्यो देखिरहेछ अलिकति म जुम गरेर देखाउँछु राम्रो होस् प्रत्यक्ष देख्न पाइरहेछ हामीले पक्षमा लटेश्वर महादेवको थानमा चाहिँ आज चाहिँ मन्दिरमा चाहिँ हामीले लाइभ भेट्यो हो आज हामी बिहानै मन्दिर दर्शन गर्न आएको यहाँ हामी गुरुसँग नि गुरु यहाँ हुँदो रहेछ गुरुसँग एकछिन कुरा नमस्ते गुरुबा यो मन्दिरमा हामीले यो नाग चाहिँ सधैँ देख्न पाउँछौँ कि के हुन्छ गुरु सधैँ होइन कुनै बेला कसैको भाग्यले चाहिँ थिएन हामी हामीले चाहिँ आज देख्न पायो होइन त्यही त यहाँ चाहिँ हाम्रो यो लटेश्वर महादेवमा चाहिँ गुरुबा चाहिँ हाम्रो गुरुबासँग पनि कुरा भयो यहाँ चाहिँ नाग चाहिँ सधैँ चाहिँ देखिँदैन कहिलेकाहीँ अब त्यो समय बारमिले चाहिँ देखिन्छ अरे हामी चाहिँ बार मिलाएर आएको भएर होला हामीले चाहिँ लाइभ देख्यौँ सर्पलाई होइन नागलाई हामीले चाहिँ नागको दर्शन चाहिँ लाइभ गर्न पायो होइन अहिले त जिब्रो